हेलो नमस्ते साथीहरू हैन म चाहिँ यतिखेर रजिदा मिसको अफिसतिर जाँदैछु। म निकै बेर पर्खिँदा नि मिस नआएपछि म अफिसभित्रै छिरेँ। अनि त्यसपछि म यति बेला गीत गाउँदै थिएँ। साउन्ड चाहिँ एउटै आएन, सायद अब धेरै राम्रो स्वर भएर अरूले नसुन्नुहोस् भनेर पनि होला हैन, स्वर चाहिँ त्यहाँ छैन। अनि मिसलाई माथिबाट झर्दै हुनुहुन्थ्यो मिस, म चाहिँ एकदम गीत गाउँदै थिएँ। कुन गीत गाउँदै थिएँ भन्दा उड्दै आयो हवाई जहाज भन्ने गीत गाउँदै थिएँ हैन। अब हेर्नु न, एक्सप्रेसनबाट पनि थाहा हुन्छ नि त कस्तो गीत गाउँदै थिएँ भनेर। एकदमै सिरियसली हैन गाउँदै थिएँ। साउन्ड चाहिँ रेकर्ड भएन छ कि यतिकैमा मिस आउनुभयो हैन। मिसले त्यहाँ लोकल गुलाब भन्दै हैन पुरा फोटो खिच्दै स्मेल लिँदै हुनुहुन्थ्यो। त्यसपछि मिस र हामी चाहिँ त्यसरी गयौँ। मिस चाहिँ लमक लमक हिँड्नु भएको छ, म चाहिँ बिस्तारो भन्दै भिडियो बनाएको थिएँ, साउन्ड छैन। अनि मैले भोइस ओभर गरिरहेको। अनि त्यसपछि हामी बजार लाग्यौँ। अनि यसरी हात पायौँ हामी। दाजु नमस्कार। टासिदेले चिप्ता जान सक्दैन नि दाजु अहिले यही हो छ। यस्तो कि पछि त गाडी बाटो खुलिहाल्छ नि। पुल बनाइसकेन। पुल अब एक हप्ता बन्छ। तपाईँ कहाँ हिँड्नु भएको अहिले? सब्जी किन्न फलफुलमा सहकारीमा बढी ध्यान। ल ल ल जाऊ। यो चाहिँ हाम्रो फुङलिङ नगरपालिकामा अवस्थित हाट भनौँ न, ताप्लेजुङ जिल्लाको सदरमुकाम स्थित रहेको शनिबारे हाट। यहाँ चाहिँ सबैसँग भेट हुन्छ। अनि आज म एकदम सरप्राइज पनि भएको थिएँ, किन भन्दा मेरो साथी चाहिँ विक्रम राई भन्ने मेरो साथी, ऊ चाहिँ सिङ्गापुर पुलिसमा छ। अनि उतै थियो कि, मलाई बिहानै कहाँ छस् भनेर मेसेज गरेको थिएँ, ठ्याक्कै यहाँनिर गुल्मको अगाडि भेटेको क्या। त्यसपछि मैले आज यति धेरै साथी भेटेको कि कोही 19मा उहाँ गाउँ पढ्दाको साथी, कोही 11-12 यहाँ बजार पढ्दाको साथी होइन। एकदमै रमाइलो भयो आजको दिन चाहिँ। अनि त्यसमा विशेष गरी रजिता मिस पनि हुनुहुन्थ्यो मसँग। अनि यो मौसम भन्ने मेरो साथी हो, यो अर्को फेरि यहाँ छ, ऊ पनि एकदम सागसब्जीहरू किन्न आएर रहेछ। अनि उसले सागहरू देखाउँदैछ, योसँग पनि भेट भयो फेरि होइन। अनि हामी चाहिँ मिस र म भएकोले गर्दा पनि होला एकदम कस्तो फ्रेस भएको जस्तो एकदम राम्रो भयो कि। यहाँ मेरो फेरि यिनी चाहिँ 19 पढ्दाकी साथी हुन् कि। यिनी चाहिँ फेरि 19 भन्दा पनि 1 देखि नै सँगै पढेको साथी होइन। यहाँ फेरि 11-12 पढ्दाकी साथी, फेरि अर्कै साथी यहाँ भेटेँ होइन। यति धेरै साथीहरू भेट्न पाएको एकदम खुसी पनि लाग्यो होइन। अनि लास्टली चाहिँ हामीले सेलरोटी खायौँ होइन। यो ठाउँ हेर्दा त्यति धेरै राम्रो त देखिएको छैन, तर पनि अब हाटमा हो यस्तै हो, ठिकै छ। तर जे भए पनि रोटी चाहिँ बब्बालाई मिठो भएको थियो। मिस र मैले रोटी खायौँ। त्यसपछि हामी घरतिर लाग्यौँ साथीहरू। ह्याभ अ गुड डे।